साथीहरु ल म चाहिँ यहाँ टुडी खेल घुम्न आएको है आज यो माघी मेलामा यस्तो रमाइलो छ बब्बाल रमाइलो लाउनुस् है सबजना यस्तो रमाइलो छ नि यहाँ त ओहो विश्वास गर्नु हुन्न होला हैन फोटो खिच्न मिल्दैन फोन पेमा पैसा त फोन पेमा जलेबी वाला बवाल रमाइलो छ यहाँ निकालिम के हामी स्टोरी गरेर त छ हेरो ये बनाई जाइता यो फेस पेन्ट गर्ने भइरहेछ त्यसलाई के भन्छ फेस ट्याटू फेस पेन्ट आउनु तपाईहरुको सेवामा हाम्रो थारू कलाकार समाज उपस्थित छन् आउनुहोस् यो कस्टिङ फ्री हो कि पैसा लाग्ने हो दाइ यो जम्मा 50 रुपैयाँ हो 50 रुपैयाँमा एउटा पेन्ट बनाउनु पहिलोचोटि थारू कलाकार आर्टिस्ट समाजले पहिलोचोटि यो माघे संक्रान्तिको उपलक्ष्यमा हजुर हामीले राखेको हो के कस्टिङ 50 रुपैयाँ हो जुनसुकै बनाउँदाखेरि 50 रुपैयाँ जे बनाए पनि भयो हैन 50 रुपैयाँ स्वस्तिका हस्पिटल यहाँ चाहिँ खानाको परिकारहरू छ
कसरी हो यो घुगी हजुर प्लेटको 200 आधी प्लेट नि पाउँछ टेस्ट गरौँ न एकचोटि यो घुगी टेस्ट गर्न गइरहेको छु म चाहिँ यहाँ कस्तो हुँदो रहेछ अब यो मेलामा आएपछि अलिकति टेस्ट त गर्नै पर्यो यो खाना जानिन्छ त हामीले खाने बस्ने ठाउँ छैन है म चाहिँ यो टेस्ट गर्न गइरहेको छु कस्तो हुन्छ पहिलोचोटि हो जिन्दगीमा यो तान्ने चाहिँ कतापट्टिबाट टेस्टी चाहिँ टेस्टी छ है भवाल छ ल पहिलो टेस्ट हो मेरो पनि हो तपाईँहरू पनि आउनुहोस् है थारू महोत्सव कोही खानै नआउँदो रहेछ हुन चाहिँ यो यस्तो हुन्छ यो खाना चाहिँ हामीलाई नआउँदो रहेछ प्र्याक्टिस होला काटेको पट्टिबाट तान्ने हो मिल्छ मिल्छ यो यताबाट कि यताबाट दाइ हेर्नु त यो यताबाट तान्ने होइन यो दुईपट्टि हुन्छ है यसको यो यता काटेको भाग भयो होइन यो चाहिँ यताबाट तान्ने भाग भयो यो खाने चाहिँ यता तान्नेपट्टि टेस्ट चाहिँ बबाल छ आउँदै रहन्छ खानै एकजना दाइ पनि हुनुहुन्छ उहाँलाई त खाना आउँछ होला तपाईँलाई आउँछ है दाइ ल खाएर देखाइदिनु त एक दुईवटा हामी त नजान्दो रहेछ आयो म नि प्र्याक्टिस गर्दैछु सिक्छु आयो आयो स्वाट्ट घाँटीतिर त जाँदैन नि नजाने होइन घाँटीमै पुग्यो मेरो त दामी छ है ल दामी छ
मलाई पेपर एउटा दिन्न त्यो पेपर दिन्न पानी अलिकति हात धुने पानी हुन्न बहिनी बाबा धन्यवाद पैसा लिनु त हजुर यिनीहरू चाहिँ के हो यो ए ए ल हामी चाहिँ यहाँ घुगी खाइवरी अगाडि बढ्दैछौँ बोलो कसरी हो यो प्लेटको 500 थोरै कतिको दिन मिल्छ चाख्न मात्रै होइन तपाईँ पैसा लिएरै दिनु न थोरै यो टेस्ट मात्रै लिनलाई के ल मलाई 150 रुपैयाँको राखिदिनु त यहाँ चाहिँ सिँगै बङ्गुर सेकाएको रहेछ अब यो पनि टेस्ट गरिदिइहालौँ आएको बेला कस्तो हुँदो रहेछ लिनु त पैसा भाइ हजुर के थारू हो कहाँदेखि आउनु भएको उदयपुर कतिवटा बेच्यो आज यस्तो ए एउटा मात्रै हो यतिको चाहिँ हुनु पर्यो नि त मेलामा आएपछि डल्लै सुँगुर क्या अब खान्छ स्पोर त्यो उयो जस्तो क्या काट्दै काट्दै निकाल्दै के भन्छ त्यसलाई खाने हो
किन खाने मेलाको रमझम के छ हेर्दै जाउँ अझै अर्को ठाउँ हेर्दै जाउँ